बालेको होला मै जाने पुतली रेलैमा बिजुली बालेको होला यो कसको रियाक्सन यो हो हाम्रो रियाक्सन सो वेलकम ब्याक अगेन गाइज आज फेरि पनि हामी नयाँ रियाक्सन भिडियो लिएर आइसकेको छौँ है सो इट्स मी निको तामाङ र आज मसँग हुनुहुन्छ सुस्मिता हेलो एभ्रिवान सो आज चाहिँ नयाँ म्युजिक भिडियोमा रहेको छ है राधा फेड बाई स्वप्नु सुमनले गर्नुभएको है र अनि यदि हजुरहरूले म्युजिक भिडियो हेर्नुभएको छैन भने लिङ्क इन डिस्क्रिप्सन सुरुमा चाहिँ हजुरले गएर गाना हेर्नु होला त्यसपछि हजुरले हाम्रो रियाक्सन हेर्न सक्नुहुन्छ सो विदाउट एनी डिले गाना सुरु गरौँ है बिजुली बालेको होला मै जाने पुतली रेलैमा यो मायालाई मै लान्छु चोरेर यो मायालाई मै लान्छु चोरेर भैरुन डाँडो मिसिनले फोडेर बिजुली बालेको होला मै जाने पुतली रेलैमा बिजुली बालेको होला मै जाने पुतली रेलैमा कहाँ होला मायाले बोलेको कहाँ होला मायाले बोलेको शीतल भयो हृदय बोलेको बिजुली बालेको होला मै जाने पुतली रेलैमा बिजुली बालेको होला मै जाने पुतली रेलैमा बोल्ने पनि तरिका चाहिन्छ बिजुली बालेको होला मै जाने पुतली रेलैमा बिजुली बालेको होला मै जाने पुतली रेलैमा दाइ हजुरले अहिलेसम्म माटोको गाग्री देख्नु भएको छ किन नदेख्नु लाइक अब यो सङमा त लिटरली हुन्छ नि नेपाली कल्चर देखाइरहेको छ नि त स्वप्न सुमनले हजुर अब कम्पेयर टु ब्याक डेज त्यो गीतहरूमा जुन हामीले सुनिरहेको छौँ हेरिरहेको छौँ अहिलेको चाहिँ एकदमै राम्रो छ है राम्रो छ किनकि अनि फेरि नि यो माटो गाग्रीमा प्लस पोइन्ट चाहिँ के हुन्छ भन्दाखेरि लाइक तिमीले पानी हालेको छौ भने होइन त्यस्तो कहिले पनि तात्दैन क्या अल टाइम चिसै भइरहन्छ नि त्यही भएर त्यो गाग्रोको माटोको भाँडोको गाग्रीहरू एकदम राम्रो हुन्छ नि त त्यही पुरा भिलेजमा अब हुन्छ नि नेपाली कल्चर तालमाल पनि त्यस्तै गीत चाहिँ दामी लागिरहेछ मलाई अहिलेसम्मको स्टार्टिङदेखि अब मिडलसम्म जुन आएको छ तिमीलाई यस्तो लाग्दैन गानामा कतिचोटि बिजुली भन्ने वर्ड युज गरेको छ नि त होइन त्यो वर्ड युज गर्दाखेरि चाहिँ गानाको टाइटल राधा भन्दा बरु बिजुली युज गरे ठिक हुन्थ्यो लाग्दैन त्यो चाहिँ हो त्यो पनि छ है स्वप्न सुमनको स्वर पनि तिमीले सुरुदेखि गाना सुनेको छैन कसरी भन्नु तिमीलाई देखियो गानादेखि लिएर होइन अहिलेसम्मको गाना पनि भोइस कति मजाले मतलब मेच्योर भएर चेन्ज हुने भएको त्यो नोटिस गरेको छ तिमीले त्यो चाहिँ नोटिस गरेको छ मैले कति नोटिस गरेँ जस्तै अब अरू गानाहरू पनि छ यसमा नि अर्कै स्वर आएको छ नि त
क्या दामी ट्रान्जिसन है भने पानीबाट एकैचोटि फुलमा जा सजाइदिउँला मै तिम्रो बगैँचा बादलमाथि उड्ने भएर आकाश तानी ल्याइदिउँला हातैमा कदमको छायैमा बात मारौँला मिठा कुराकानीले हात भरौँला कदमको छायैमा बात मारौँला मिठा कुराकानीले हात भरौँला मुटु छोडिदेऊला म भन्दिन तिमी बिना जिउन नि जान्दिन मुटु छोडिदेऊला म भन्दिन तिमी बिना जिउन नि जान्दिन बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ तरिका सिकेर आइन्छ बोल्नलाई तिमी नै चाहिन्छ यस्तोलाई के भन्छ अरे त्यो लाछा डोरी भन्छ लास्ट स्टोरी भन्छ बनेको होला मैजाने पुतली रेलैमा बिजुली बनेको होला मैजाने पुतली रेलैमा बिजुली बनेको होला मैजाने पुतली रेलैमा फाइनली बिजुली बनेको होला मैजाने पुतली किट लजायो त है माग्न आएको माग्न जस्तो लाग्यो बनेको होला मैजाने पुतली रेलैमा दामी 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 है तर साँच्चीकै भन्दा क्या एउटा सानो गाउँ अब लाइक केटाले केटीलाई मन पराउने अब एक्सप्रेस गर्न अलि लजाको टाइपको भएर उसले बिस्तारी बिस्तारी अब यहाँ त पुरा अर्कै हुन्छ नि त काठमाडौँमा त्यही त त्यहाँ हेरेर त के लेखेको छ हो कि फिल्म अरे होइन ज्योत्सना योगी फिल्म ज्योत्सना योगी भनेको थाहा छैन सोक्नु सुमनको वाइफ ए मलाई उसको निक नेम मात्र थाहा छ क्या निकनेम के हो जियो समथिङ के भन्छ होइन सो उहाँले पक्कै नि सायद डिरेक्ट उहाँले गरे जस्तो लाग्यो मेरो विचारमा है फिल्म भनेपछि उहाँले सायद प्रड्युस अथवा के गर्नुभयो होला सो के त्यति नै रहेको छ है कस्तो लाग्यो तिमीलाई अब सङ्ग्सहरू होइन मैले त फर्स्ट टाइम सुनेको यो गीत मेरो पनि फर्स्ट टाइम हो फर्स्ट टाइम हो अब लाइक स्टार्टिङदेखि इन्डिङसम्म एकदमै राम्रो छ है जुन वेबाट पुरा नेपाली कल्चर देखाइरहेको छ अब एउटा केटा एउटा केटी होइन लभ स्टोरी नै भनौँ न लभ स्टोरी नै हो लास्टमा हात माग्न आएको देखाएको छ धेरै टाइम नलिकन आफ्नो बालाई लिएर गएको छ माग्नलाई होइन राम्रो लाग्यो मलाई चाहिँ फर्स्ट स्टार्टिङै राम्रो लागेको थियो जुन त्यो टुनहरू आएको थियो नि झन् भिडियोग्राफी पनि बब्बाल तपाईँलाई कस्तो लागिरहेको मलाई पनि सबै कुरो राम्रो लाग्यो है जुन त्यो देखाउने त्यो फ्रेम बाई फ्रेम देखाउँछ नि लिरिक्स अनुसारको डान्स लिरिक्स अनुसारको त्यो ट्रान्जिसन जुन पानीले फेस गरेको त्यो सबै कुरो राम्रो लागेको छ है सो त्यति नै रहेको छ सो ओके गाइज द्याट वाज आवर रियाक्सन भिडियो है जुन राधा सङमा रहेको छ सो अलिक लाइक यति नै रहेको छ सो सी यु इन नेक्स्ट भिडियो सो बाई बाई